नमस्कार सबैलाई। तपाई सुन्दै हुनुहुन्छ हाम्रो पडकास्ट जहाँ हामी जीवनलाई सजिलो बनाउने उपयोगी सिपहरू सिक्ने गर्छौं। आजको एपिसोड विशेष छ किनकि आज हामी कुरा गर्न लागेका छौं इंग्लिश कसरी सुरुवातदेखि सिक्ने भन्ने बारेमा। धेरै मानिसहरू इंग्लिश सिक्न चाहन्छन् तर उनीहरूलाई थाहा हुँदैन कि कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने र कहिलेकाहीँ उनीहरूलाई डर पनि लाग्छ कि यदि गलत बोलियो भने अरूले के सोच्लान्। यदि तपाई पनि यस्तै सोचमा हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन किनकि आजको एपिसोड तपाईका लागि नै हो। सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौँ, इंग्लिश सिक्नु कुनै जन्मजात ट्यालेन्ट होइन, यो एउटा स्किल हो र स्किल भनेको अभ्यास गरेर सिकिने कुरा हो। जसरी हामी सानैदेखि नेपाली बोल्न सिक्यौं त्यसरी नै इंग्लिश पनि सिक्न सकिन्छ। फरक यति मात्र हो कि हामीले यसमा जानी प्रयास गर्नुपर्छ। अब प्रश्न आउँछ हामी किन इंग्लिश सिक्ने? आजको दुनियाँमा इंग्लिश एउटा ग्लोबल ल्याङ्ग्वेज बनिसकेको छ। यदि तपाईलाई राम्रो जागिर चाहिन्छ, विदेश जान चाहनुहुन्छ, इन्टरनेटबाट नयाँ कुरा सिक्न चाहनुहुन्छ वा आफ्नो कन्फिडेन्स बढाउन चाहनुहुन्छ भने इंग्लिश जान्नु धेरै फाइदाजनक हुन्छ। तर याद राख्नुहोस्, इंग्लिश सिक्नु भनेको अरूलाई इम्प्रेस गर्नु होइन, यो आफैलाई इम्प्रुभ गर्नु हो। अब हामी सुरु गरौँ बेसिक्सबाट। बेसिक्स भनेको फाउन्डेसन हो र यदि फाउन्डेसन बलियो भएन भने माथि बनाइएको कुरा पनि टिक्दैन। इंग्लिशको बेसिक्समा अल्फाबेट्स, सिम्पल वर्ड्स, ग्रामर र सिम्पल सेन्टेन्सेस पर्छन्। धेरै मानिसहरू सीधा एडभान्स लेभलमा जान खोज्छन् जसले गर्दा उनीहरू बीचमै रोकिन्छन्। नमस्कार सबैलाई। तपाई सुन्दै हुनुहुन्छ हाम्रो पडकास्ट जहाँ हामी जीवनलाई सजिलो बनाउने उपयोगी सिपहरू सिक्ने गर्छौं। आजको एपिसोड विशेष छ किनकि आज हामी कुरा गर्न लागेका छौं इंग्लिश कसरी सुरुवातदेखि सिक्ने भन्ने बारेमा। धेरै मानिसहरू इंग्लिश सिक्न चाहन्छन् तर उनीहरूलाई थाहा हुँदैन कि कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने र कहिलेकाहीँ उनीहरूलाई डर पनि लाग्छ कि यदि गलत बोलियो भने अरूले के सोच्लान्। यदि तपाई पनि यस्तै सोचमा हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन किनकि आजको एपिसोड तपाईका लागि नै हो। सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गरौँ, इंग्लिश सिक्नु कुनै जन्मजात ट्यालेन्ट होइन, यो एउटा स्किल हो र स्किल भनेको अभ्यास गरेर सिकिने कुरा हो। जसरी हामी सानैदेखि नेपाली बोल्न सिक्यौं त्यसरी नै इंग्लिश पनि सिक्न सकिन्छ। फरक यति मात्र हो कि हामीले यसमा जानी प्रयास गर्नुपर्छ। अब प्रश्न आउँछ हामी किन इंग्लिश सिक्ने? आजको दुनियाँमा इंग्लिश एउटा ग्लोबल ल्याङ्ग्वेज बनिसकेको छ। यदि तपाईलाई राम्रो जागिर चाहिन्छ, विदेश जान चाहनुहुन्छ, इन्टरनेटबाट नयाँ कुरा सिक्न चाहनुहुन्छ वा आफ्नो कन्फिडेन्स बढाउन चाहनुहुन्छ भने इंग्लिश जान्नु धेरै फाइदाजनक हुन्छ। तर याद राख्नुहोस्, इंग्लिश सिक्नु भनेको अरूलाई इम्प्रेस गर्नु होइन, यो आफैलाई इम्प्रुभ गर्नु हो। अब हामी सुरु गरौँ बेसिक्सबाट। बेसिक्स भनेको फाउन्डेसन हो र यदि फाउन्डेसन बलियो भएन भने माथि बनाइएको कुरा पनि टिक्दैन। इंग्लिशको बेसिक्समा अल्फाबेट्स, सिम्पल वर्ड्स, ग्रामर र सिम्पल सेन्टेन्सेस पर्छन्। धेरै मानिसहरू सीधा एडभान्स लेभलमा जान खोज्छन् जसले गर्दा उनीहरू बीचमै रोकिन्छन्। त्यसैले सुरु सधैँ सिम्पलबाट गर्नुपर्छ। सबैभन्दा पहिले अल्फाबेट्सको कुरा गरौँ। एदेखि जेडसम्मका लेटर्स सबैलाई थाहा हुन्छ, तर समस्या त्यहाँ हुन्छ जहाँ प्रोनाउन्सिएसन आउँछ। धेरै मानिसहरू स्पेलिङ जान्दछन् तर सही उच्चारण गर्न सक्दैनन्। उदाहरणका लागि हामी एलाई ए, बीलाई बी र सीलाई सी भन्छौं। यदि तपाईले सही उच्चारण सिक्नुभयो भने तपाईको स्पिकिङ धेरै राम्रो हुन्छ। त्यसका लागि तपाईले सुन्ने बानी बसाल्नुपर्छ। युट्युब वा अन्य माध्यमबाट नेटिभ प्रोनाउन्सिएसन सुन्नुहोस् र त्यसलाई दोहोर्याउनुहोस्। अब शब्दहरू सिक्ने कुरा गरौँ। इंग्लिश सिक्ने सबैभन्दा सजिलो तरिका भनेको दैनिक प्रयोग हुने शब्दहरूबाट सुरु गर्नु हो। जस्तै आई भनेको म, यु भनेको तिमी वा तपाई, ही र शी भनेको ऊ। यसरी सानो सानो शब्दहरू सिक्दै जानुहोस्। त्यसपछि वर्ब सिक्नुहोस्। जस्तै ईट भनेको खानु, गो भनेको जानु, कम भनेको आउनु। जब तपाईलाई शब्दहरू थाहा हुन्छ तब तपाईलाई सेन्टेन्स बनाउन सजिलो हुन्छ। अब सेन्टेन्स बनाउने कुरा गरौँ। इंग्लिशमा एउटा सिम्पल स्ट्रक्चर हुन्छ जसमा सब्जेक्ट, वर्ब र अब्जेक्ट हुन्छ। उदाहरणका लागि आई ईट राइस भन्नाले म भात खान्छु हुन्छ। यहाँ आई सब्जेक्ट हो, ईट वर्ब हो र राइस अब्जेक्ट हो। जब तपाईले यो स्ट्रक्चर बुझ्नुहुन्छ तपाई आफैले धेरै सेन्टेन्सेस बनाउन सक्नुहुन्छ। सुरुमा सानो सेन्टेन्स बनाउनुहोस्, जटिल बनाउन आवश्यक छैन। अब टेन्सको कुरा गरौँ। टेन्स भन्नाले समय जनाउँछ, जस्तै प्रेजेन्ट, पास्ट र फ्युचर। उदाहरणका लागि आई ईट भन्नाले म अहिले खान्छु भन्ने हुन्छ। आई एट भन्नाले मैले खाए भन्ने हुन्छ र आई विल ईट भन्नाले म खानेछु भन्ने हुन्छ। सुरुमा तपाईले सिम्पल टेन्स मात्र राम्रोसँग बुझ्नुहोस्, पछि बिस्तारै अरू सिक्न सक्नुहुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, स्पिकिङ प्र्याक्टिस। धेरै मानिसहरूलाई ग्रामर थाहा हुन्छ, शब्दहरू पनि थाहा हुन्छन्, तर उनीहरू बोल्न सक्दैनन्। यसको कारण एउटै हो, प्र्याक्टिस
प्र्याक्टिस नगर्नु। यदि तपाईँ बोल्नुहुन्न भने तपाईँ कहिल्यै फ्लुएन्ट हुन सक्नुहुन्न। त्यसैले तपाईले दैनिक बोल्ने बानी बसाल्नुपर्छ। तपाईँ आइनाको अगाडि उभिएर आफैसँग इङ्ग्लिसमा कुरा गर्न सक्नुहुन्छ। सुरुमा अजीब लाग्न सक्छ, तर यसले तपाईको कन्फिडेन्स बढाउँछ। तपाईँ आफ्नो दिनको बारेमा इङ्ग्लिसमा भन्न सक्नुहुन्छ, जस्तै टुडे आई वोक अप अर्ली वा आई एम लर्निङ इङ्ग्लिस। लिसनिङ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यदि तपाईले राम्रोसँग सुन्न सक्नुहुन्न भने तपाईले राम्रोसँग बोल्न पनि सक्नुहुन्न। त्यसैले इङ्ग्लिस मुभिज हेर्नुहोस्, सङ सुन्नुहोस् र पडकास्ट सुन्नुहोस्। सुरुमा सबटाइटल्स प्रयोग गर्नुहोस्, पछि बिस्तारै बिना सबटाइटल सुन्ने प्रयास गर्नुहोस्। राइटिङ प्र्याक्टिसले पनि तपाईलाई धेरै मद्दत गर्छ। जब तपाईँ लेख्नुहुन्छ, तपाईले ग्रामर र सेन्टेन्स स्ट्रक्चर राम्रोसँग बुझ्न सक्नुहुन्छ। तपाईले डेली डायरी लेख्न सक्नुहुन्छ, जस्तै टुडे इज अ गुड डे वा आई फिल ह्याप्पी। सानो सानो सेन्टेन्सबाट सुरु गर्नुहोस्। अब एउटा कुरा, गल्ती गर्नु गलत होइन। धेरै मानिसहरू इङ्ग्लिस बोल्न डराउँछन् किनकि उनीहरूलाई लाग्छ कि उनीहरूले गल्ती गर्छन्। तर वास्तविकता के हो भने गल्ती नगरी सिक्न सकिँदैन। तपाईले जति धेरै गल्ती गर्नुहुन्छ, तपाईँ त्यति नै छिटो सिक्नुहुन्छ। त्यसैले डराउनु पर्दैन। इङ्ग्लिस सिक्दा पेशेन्स धेरै आवश्यक हुन्छ। तपाईँ एकै दिनमा फ्लुएन्ट हुन सक्नुहुन्न, तर यदि तपाईँले दैनिक अभ्यास गर्नुभयो भने केही महिनामा नै तपाईँले ठूलो इम्प्रुभमेन्ट देख्नुहुन्छ। कन्सिस्टेन्सी नै सबैभन्दा ठूलो कुरा हो। दैनिक 30 मिनेट वा 1 घण्टा समय दिनुभयो भने तपाईले राम्रो प्रोग्रेस गर्न सक्नुहुन्छ। अन्त्यमा म तपाईलाई एउटा सानो मेसेज दिन चाहन्छु। गलत इङ्ग्लिस बोल्न डराउनु हुँदैन। बोल्न नै नडराउनु सबैभन्दा ठूलो गल्ती हो। त्यसैले आजदेखि नै सुरु गर्नुहोस्, सानो कदम लिनुहोस् र बिस्तारै अगाडि बढ्नुहोस्। धन्यवाद तपाईले हाम्रो पडकास्ट सुन्नुभएकोमा। यदि तपाईलाई यो एपिसोड मन पर्यो भने यसलाई शेयर गर्नुहोस् र अरूलाई पनि सिक्न मद्दत गर्नुहोस्। फेरि भेटौँला अर्को एपिसोडमा।